तर यति चाहिँ म फेरि पनि सबैलाई के बताउन चाहन्छु भने तपाईँहरूसँग जम्का भेट भइहाल्यो। नेताका रूपमा तपाईँको घरमा पुग्न नसकुला, तर नीतिका रूपमा राष्ट्रसभाको नीति, वर्तमान सरकारको नीति तपाईँको घरमा पुग्नेछ। त्यसले तपाईँहरूलाई अन्ततोगत्ता सहजतामा लैजान्छ। जस्तो सुकुम्बासी बस्तीबाट जति पनि निस्किरहनु भएको छ अधिकांश खुसी हुनुहुन्छ। अब हामी भूमिहीनहरूले चाहिँ जग्गा पाउने भयो भनेर खुसी हुनुहुन्छ। एउटा कुरा चाहिँ सरकारप्रति नागरिकको विश्वास भयो भने यस्तो वातावरण बन्छ। सरकारले केही न केही गर्छ, हाम्रो लागि केही न केही राम्रो गर्छ सरकारले, ठिकै छ त, सरकारले व्यवस्था गर्छु भनेको छ, हामी विश्वास गरौँ न त भन्ने वातावरण बनेको हुन सक्दछ। नागरिकको विश्वास प्राप्त गर्नु ठुलो कुरा हो। सरकार त बन्छ, सरकार आज मात्र बनेको होइन, 2 तिहाईको सरकार पनि बने ढले भइरहन्छ। तर जनताको विश्वास भएको सरकार भयो भने नागरिकले पनि कोअपरेट गर्नुहुन्छ, नागरिक पनि सँगसँगै हामी पनि छौँ साथमा भन्नुहुन्छ। अलिकति दुःख त हुन्छ, किनभने परिवर्तनको यो संहारमा, यो ट्रान्जिसनमा चाहिँ काहीँ न काहीँ कतै न कतै अलिकति दुःख त सबैलाई हुन्छ। तर त्यसले दिने नतिजा, भोलिको पुस्ताले पाउने जुन एउटा नतिजा छ, हामीले त एउटा चुनावबाट अर्को चुनाव हेर्ने होइन नि, हामीले त एउटा पुस्ताबाट अर्को पुस्तामा जाने हो। अब आउने पुस्ताले हामीले भोगेको जस्तो पीडा समस्याहरू भोग्न नपरोस् भन्नको लागि काम गर्दा तपाईँ हाम्रो पुस्ताले थोरै समस्याको सामना गर्नुपर्छ। तर यसलाई नियमित प्रक्रिया हो भनेर मानिदियो भने भोलिका लागि, भविष्यका लागि राम्रो हुन्छ। जस्तो मेरो अर्को एउटा